नमस्ते, गुड मर्निङ सम्पूर्ण फेसबुक मित्रहरूमा पुनः आज आफ्नो फेसबुक वालमा अनि युट्युबको वालमा फेरि उपस्थित भइसकेको छु। आज चाहिँ मासु काट्दै छैन, आज लसुन काट्दैछु। मासु काट्न अझै समय लाग्नेछ अनि मैले प्याज पनि थुप्रै काट्नुपर्नेछ, लगभग 2 किलो प्याज काट्नुपर्नेछ अनि लसुन चाहिँ यति धेरै लसुन काट्नुपर्नेछ होइन। के गर्ने त, चिया पनि खायो, आज आफ्नो बाँकी नै छ। समय 10 कति बज्यो समय अहिले 10 बज्न लागेको छ समय। खाजा चाहिँ भएको छैन, अब काम पनि गर्दै गर्नु पऱ्यो, खाजा पाक्दै गर्छ। कहिले 10:30 11 पनि बज्न सक्छ, नत्र भने 9:30 9देखि 10:30 11 बजेको बिचमा चाहिँ खाजा खाने काम गरिन्छ। दैनिकी जीवनको दिनचर्या गर्नै पर्छ, कामहरू गर्नै पर्छ। कामहरू गर्दा आज मैले एउटा कुरामा चाहिँ कुरा गर्ने विचार छ है तपाईँहरूसँग। म हिजो ससेजको पसलमा गएको थियो। मैले त्यहाँ एउटाको पसलमा चाहिँ सुगा अथवा पट्टु के भन्छ हामीले होइन, सुगा पट्टु अथवा प्यारोट यावत कुराहरू, अब कसो कसो नाम छ, के केले चिन्नुहुन्छ तपाईँहरू, त्यसलाई चाहिँ पालेको देखेँ। त्यो पालेको देखिरहँदा मेरो मनमा चाहिँ धेरै कुराहरू चाहिँ चलिरह्यो कि हामी चेतनशील प्राणी मानव, अनि मानवले चाहिँ जे पनि कुरा गर्न सक्ने सम्भावना बोकेको अस्तित्वमा आएको चिज। अनि सुगा ऊ पनि यस धरतीको एउटा अभिन्न अंश नै हो। जति मानवलाई यो धरतीमा बस्न खान यो प्रकृतिसँग भएका कुराहरू जति जरुरत छ, जति उसले महसुस गर्छ, त्यति नै महसुस त्यो सुगाले पनि गर्छ होला। अनि मान्छे कस्तो के आफ्नो मनोरञ्जनको लागि, आफ्नो फाइदाको लागि कसैलाई पिंजरामा राखेर त्यसबाट उत्पन्न हुने परिस्थितिमा ऊ रमाउन चाहन्छ। त्यो हिँडिरहेको थियो, यताउता गरिरहेको थियो त्यो सुगा। सायद उसलाई अब अहिले त धान पाकेको मौसम छ, सायद तपाईँ हाम्रो खेतबारीमा पनि सुगाहरू प्रशस्तै आउँछन् होइन। पहाडी क्षेत्रबाट अनि सुगाहरू आउने, धानको फलेका धानका पालाहरू चाहिँ खाने उनीहरूको अहिले समय हो। अनि सुगालाई भुलेको देख्दा मलाई वास्तवमै नरमाइलो फिल भयो। मलाई पटक्कै राम्रो लाग्दैन कसैले भुलेको। हामी जेल पऱ्यौँ भने हामीले विभिन्न कुराहरू गर्छौँ नि, त्यसलाई चाहिँ फसाइएको हो अथवा त्यसले चाहिँ गलत काम गरेर गएको हो, चाहे जेसुकै पनि होस्, या त फसाएको कामले जान सक्छ या त गलत काम गरेर जान सक्छ, दुईवटा कुरा हो होइन। या त तपाईँलाई कसैले फसायो भने तपाईँ जेल जानुहुन्छ, झुटा मुद्दा लगायो भने जेल जानुहुन्छ, या तपाईँले वास्तवमै आफ्नो जीवनमा केही गलत गर्नुभयो, कसैलाई असर गर्नुभयो, कसैलाई हानि नोक्सानी पुर्याउनु भयो भने तपाईँ जेल जानुहुन्छ। जेलको अर्थ हो तपाईँ एक सीमित एरियामा कैद गर्ने काम हो नि। अब तपाईँको बाहिर घुम्ने होइन, बाहिरको चिजहरूलाई हेर्ने, आफन्तहरूसँग मिल्ने, अनि अब मन लागेको खानेकुराहरू खाने होइन, आफ्नो इच्छाअनुसारको यो भएको धरतीमा कहाँ जाने कता जाने तपाईँलाई पूर्ण रूपमा छुट छ नि त, तपाईँ जानुहुन्छ। त्यो जानबाट बन्देज गरिन्छ जब हामी अर्कालाई हानि नोक्सानी पुर्याउँछ भने। अनि मानव आफू बन्देज भएकोमा घोर निन्दा गर्छ, घोर आपत्ति जनाउँछ। अनि सुगालाई हामीले आफ्नो फाइदाको लागि, आफ्नो मनोरञ्जनको लागि, फाइदा त के दिन्छ, केही दिँदैन होइन। त्यसलाई काटेर पकाउँदा मासु कति आउँछ, त्यो पनि फाइदा हुँदैन। अनि अब त्यसले बोलेपछि अब पट्टु भन्छ, अनि अब के सिकाएको छ, मिठो भन्छ होइन। अब आमा बुवा के नाम सिकाउनु भएको हुन्छ त्यही बोल्छ। अब त्यति बोल्ने त्यसले जानेको कारणले गर्दाखेरि हामी उसलाई फसाइदियौँ। कुरा यति न हो, यदि त्यसले बोल्न नजानेको भए कागलाई त कसैले पनि हाल्दैन पिंजरामा होइन। किन ऊ बोल्नु, त्यो नेपाली
भाषाअनुसारको होइन अङ्ग्रेजी भाषाअनुसारको जस्तो जस्तो जे भाषा छ त्यही अनुसारको भाषा तैँले गर्दैन, रिप्लाई त गर्दैन। त्यसैले मेरो यो आशय कहाँ हो भने हामीलाई फाइदा हुन्छ भन्दैमा, हामीलाई राम्रो लाग्छ भन्दैमा कसैको जीवनसँग प्रत्यक्ष असर गर्ने काम चाहिँ प्राकृतिक हिसाबले अपराध हो, राम्रो होइन। पानीको कारणले उनीहरूले अन्य मनोरञ्जन दिन जानेको कारणले गर्दाखेरि पाल्नु चाहिँ ठिक हो, तर बन्देज गरेर जेलभित्र राखेर पाल्नु चाहिँ राम्रो हो जस्तो मलाई लाग्दैन। मानव भइसके पछाडि सचेतन हिसाबले सोच्नुपर्छ, आत्मीयताको हिसाबले सोच्नुपर्छ, भावनात्मक हिसाबले सोच्नुपर्छ। त्यसरी हामीले सोच्न सकेनौँ, बुझ्न सकेनौँ भने हामीलाई श्राप चाहिँ पक्कै लाग्छ। खै श्राप भन्ने कुराहरू के हो भने कसैको आत्मामा गहिरो ठेस पुगेको छ र उसले आफ्नो तरिकाले आफ्नो भाषाबाट मेरो जस्तो तिम्रो पनि परिस्थिति होस् भनेर त्यो चाहिँ लाग्छ। अहिले होइन, 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्षको पिछमा अवश्य लाग्छ। मैले महसुस गरेको कुरा कसैले होइन नराम्रो गर्छ अथवा कसैको बारेमा नराम्रो सोचिन्छ भने त्यसलाई यही कारणले केही समय पछाडि भाव लाग्छ त्यो। त्यसैले रिभर्ससँग मान्छेको प्रत्येक लिङ्क जोडिएको हुन्छ र कसैले हृदयबाट मन दुखेर श्राप दिन्छ भने त्यो श्राप लाग्छ। त्यसैले कसैको आँसु, कसैको श्राप, कसैको गाली होइन, कसैको नराम्रो भित्र नहोस्, आफूलाई नलागोस् भन्न चाहनुहुन्छ भने तपाईँले, मैले, हर कसैले, हामी सबैले कसैले कसैलाई दुःख दिने काम चाहिँ गर्नु हुँदैन। मलाई बिहा दिने आँखा खोलेर खै साथीहरू। हस् त, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, मन परे लाइक गर्न, सेयर गर्न र कमेन्ट गर्न नबिर्सनु भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। तपाईँको दिन शुभ होस्।